मर्निङ शुभ बिहानी सबै माझमा। आज चाहिँ म देवघाट आएको थिएँ मन शान्तको लागि हैन। केही पिसफुल ठाउँहरूमा जाँदा चाहिँ मन शान्त हुन्छ आफ्नो सन्तुष्टिको लागि। र यो चाहिँ रहेको छ हाम्रो गौरी आमा सीता आमाकोतिर जाने पगला बाबाको आश्रमबाट भित्र आज देवघाटको सङ्गम भयो। अनि यो चाहिँ नयाँ त्रिशूल ल्याएर राख्नुभएको छ। यहाँ चाहिँ गौरी आमाको हवन कुण्ड। यहाँ चाहिँ हाम्रो काली आमा उता हुनुहुन्छ, भोलेनाथ यता हुनुहुन्छ, भैरवहरू लक्ष्मीनारायण भैरव सबै हुनुहुन्छ, आमा काली उता हुनुहुन्छ, हाम्रो लाल गणेश यता हुनुहुन्छ, शिवशङ्कर भोलेनाथ जगद्गुरु यतापट्टि हुनुहुन्छ। टिल्ला टल्केर बस्नुभएको छ हाम्रो जगद्गुरु शिवशङ्कर भोलेनाथ। नन्दी बाबा यता हुनुहुन्छ, हाम्रो भैरव बाबा यता हुनुहुन्छ। जय हो काल भैरव, जय हो, रक्षा गर कल्याण गर, हामी सबैको उद्धार गर। यहाँ चाहिँ हुनुहुन्छ जलमा हुनुभएको लक्ष्मीनारायण भगवान्। ल है, पाउमा सबैभन्दा पहिला पाउमा छुनुपर्छ भन्छन्, शिरमा छोए क्षमा गरिदिनु, यसरी हुनुभएको छ। यो चाहिँ पगला बाबाको आश्रम चाहिँ त्यता रहेको छ, गौरी आमाको आश्रम यता रहेको छ। र सँगसँगै हुनुहुन्छ हाम्रो लक्ष्मीनारायण भगवान्, पानीमा विराजमान भएको लक्ष्मीनारायण भगवान्। नारायण प्रभु हुनुहुन्छ। त्यहाँ आमा लक्ष्मी आमा हुनुहुन्छ, माता लक्ष्मीनारायण भगवान् स्वयं शेषनाग वासुकीनाग गुणनाग हुनुहुन्छ। शेषनागमा विराजमान भए यसरी बस्नुभएको छ। यहाँ चाहिँ अहिले पानी छैन, नत्र भने चाहिँ यहाँ चाहिँ पानी भरेर एकदम भोरी राख्ने बनाइन्थ्यो हैन। यो चाहिँ त्रिशूल भइहाल्यो। आमा कालीको दर्शन पनि गराउँछु म। यो चाहिँ हाम्रो सङ्गम भइहाल्यो, हजुरहरू देख्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो काली गण्डकी र त्रिशुली, यताबाट आउनुभएको बगेर आउनुभएको काली र यताबाट आउनुभएको त्रिशुली, दुवैको सङ्गम चाहिँ त्यहाँ रहेको छ है। यो त त्यो माथिको सङ्गम चाहिँ त्यो हो। र यो चाहिँ घन्टी भइहाल्यो। यो चाहिँ पूजा गर्नुभएको रहेछ यहाँको आमाले। यो चाहिँ हाम्रो काली आमा काली दर्शन। हाम्रो काली आमा यता हुनुहुन्छ, यता भइहाल्यो। यो चाहिँ हवन कुण्डहरू। यो चाहिँ हाम्रो गौरी आमाको हवन कुण्ड, जो गौरी आमा चाहिँ उतापट्टि हुनुहुन्छ, उतापट्टि सानो मूर्ति हुनुहुन्छ आमाको चाहिँ। यो चाहिँ आश्रमहरू भयो है। म चाहिँ अब उता एकछिनपछि सीता आमाकोतिर जान्छु हैन। त्यहाँ बस्ने ठाउँहरू छ, एकछिन त्यहाँ बस्छु, आनन्दले बस्छु हैन। पिसफुल ठाउँहरू छ, तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। यो चाहिँ तनहुँमा पर्छ, तनहुँ जिल्लामा पर्छ है। यो चाहिँ तनहुँ जिल्लामा पर्छ। उतापट्टि चाहिँ चितवन नवलपरासी उतातिर भयो भने यतापट्टि चाहिँ तनहुँ जिल्ला पर्छ। अब माथिपट्टि चाहिँ मौला काली आमा हुनुहुन्छ। यहाँ माथि चाहिँ मौला काली आमाको मन्दिर छ, यहाँ तलबाट जान पनि मिल्छ।